बुटोल बस पार्कको पारा हेरौँ त माल कति धेरै मान्छे हुन्थ्यो यहाँ सधैँ। आज त पुरै पुलमुनि हो अरे, पुलमुनि हेर यहाँ पुलमुनि कति धेरै अनि यहाँ हेर सब खाली छ आज। हेर हेर सब हेर पुलमुनि पानी परेर हो यो बुटोलको हालत। यहाँ हेर कति सामानहरू छ यहाँ हेर। केटा खाइदिनुपर्छ क्या सुन्तलाहरू काँक्रा नि छ यार, खाइदिउँ क्या हो हो केटा हो तरकारी हो यहाँ त सेबी पनि छ। पानी मार के हेर यहाँ कति धेरै मान्छे हुन्छ यहाँ कोही छैन, खाली छ भुड्की चोक के म घुमे भयो भलक बनाउँदाखेरि। म त जान्छु रुमतिर अब लास्ट भिडियो बनाउन भनेर घुमाएर आएको थिएँ। यहाँ हेर केही छैन सब खाली छ। यहाँ त काँक्रा पनि छ क्या खाइदिउँ मकै पोलेको मकै छ यार खाइदिउँ क्या हो। पैसा तसँग पैसा तसँग पैसा तसँग पैसा अनि ठुलो हिँडै आएन ला। अब चाहिँ कहाँ जान्छु भन्दाखेरि त्यो पारिपट्टि जान्छु। कस्तो छ त्यहाँको हालत र म देखाउने छु सबै भिडियोमा। यहाँबाट पारी गएर हजुरहरूलाई बस पार्कको दृश्य देखाइहाल्ने छु कि म चाहिँ एकैछिन रोक्छु कि रोक्न त रोक्दिनँ। यहाँबाट सट्ट झर्नी हो, यहाँबाट सट्ट झरेर उताबाट गाडी आइरह यहाँ बिस्तारै जाने हो। तिनीहरूलाई जान दिउँ यसलाई जान दिउँ अनि म जान्छु भनेको अगाडि लिएर रोकिहाल्यो नि त। हौ तँ पनि उतै जाने हो, यताबाट पनि हेर्नु पर्यो नि त होइन। टक्क आएर होइन अब टक्क बस पार्कमा गएर टक्क भिडियो गर्दै पुरा लाइन छ यहाँ, मान्छेको लाइन छ क्या। र सट्ट पानीको भिडियो पनि कस्तो भिडियो गर्न मन लाग्यो मलाई त यार आज। ठिक छ म अलिकति भिजिसक्यो हेर यत्रो भिजिसक्यो यार। खाली हो यहाँ कोही छैन आज त खलासीहरू हुन्थ्यो त है, कोही छैन ल कोही छैन खाली छ बस पार्क। कति धेरै मान्छे देख्थेँ अघि त्यहाँ गएर कोप्चोरा गरेर बसिरहेको हेर ल सब